श्रीमते रामानुजाय नमः। अस्मद्गुरुभ्यो नमः। सुखसागर कृष्णचरित्र अथ प्रथम स्कन्द मङ्गलाचरणम्। जसदेखि न हुन्छ सृष्टि स्थिति प्रलय छ, जो विश्वरूपी तटस्थ अर्थायो वेद, जसले कविहरू जसमा मोह हुन्छन् समस्त। जाग्रत स्वप्नादि जसमा छ, रवि किरणमा पानी झैँ भासमान, तेजैले नित्य माया कपट रहितको सत्यको गर्छु ध्यान। यसमा केही ठक धर्म छैन छ सफा, सधर्मको निर्णय जान्नाले हित हुन्छ, ताप जनका हुन्छन् तीनवटै क्षय। श्रीमद् भागवतै च श्रेष्ठ शुकले आज्ञा भएको कथा, सुन्नाले हरिभक्ति बढ्छ मनको, नासिन्छ सारा व्यथा। हो वेद कल्पतरुको फल यो झरेको, मिठो सुधारस स्वयं सुखले भरेको। यो दिव्य भागवत पान गरेर खास, आनन्द भई सुत हो सुजन हो भवतापनाश। बस्थे सौनक आदि धेर ऋषि त्यही नैमिषारण्यमा, गर्थे यज्ञ 1000 वर्ष तकको श्री विष्णुका निम्तिमा। सुन्थे दिव्य कथा र हुन्छ कलीमा, कल्याणले केले भनी सोधे सुतजीलाई प्रश्न तिनले, राम्रो छवटा अनि केले हुन्छ छिटै अबोध जनको, कल्याण ठुलो अति। शास्त्रैको पनि मुख्य सार कुन हो, सप्रञ्च जेले मती। छोरो भई वसुदेव देवकीजीको जन्मे अजन्मा किन, आज्ञा होस् अवतारका शुभ कथा श्री विष्णुका जो छन्। लीला अद्भुत कृष्णका कनुहोस् विस्तारले नै सब, कसको आश्रममा छ धर्म हरिले यो भूमि त्यागे जब। यस्ता प्रश्न निका सुनेर तिनका गर्दै प्रशंसा अति, आज्ञा भो तब सुतले सब कथा आनन्द पारी मती। जो जान्दा व्रत बन्द कर्म नहुँदै त्यागी क्रिया यी सब, बोलाए मुनि व्याप्तले विरहले हे पुत्र भन्दै जब। दिन्थे उत्तर वृक्ष तन्मय हुँदा, त्यस्ता बडा उत्तम सर्वात्मा सुखदेवलाई मनले गर्छु नमस्कार म। श्री नारायण वेद उत्तम नर, श्री व्यासलाई नमी। देवी दिव्य सरस्वती भगवतीलाई मनैमा गमी। गर्छु वर्ण दिव्य भागवत यो कल्याणका खातिर, राम्रो चित्त दिएर तत्त्व मुनि हो लौ सुन्नुहोस् सादर। नित्यै कीर्तन ध्यान गर्नु हरिको, कल्याण यही हो अति। यही हो उत्तम सार शास्त्रहरूको, चाँडै सपार्ने मति। सम्झन्छन् हरिलाई जो हर घडी एकाग्र पारी मन, तरछन् ती भव सिन्धु पारी सजै जोडी सबै छोडी सबै बन्दना। जो गर्छन् हरिभक्ति नित्य फलको इच्छा नराखी रति, जो सुन्दा हरिका चरित्र तिनका छोड्छन् सबै दुर्गति। बस्छन् श्री हरि भक्तका हृदयमा सुन्दा सधैँ सतकथा, नित्यै निर्मल भक्ति बढ्छ मनको, नासिन्छ सारा व्यथा। गर्छन् सज्जन नित्य भक्ति हरिको, यही मुख्य कर्तव्य हो। लोकैका हितका निमित्त जगमा श्री कृष्ण अवतार भो। भोको भार उतार्न साधु जनको उद्धारका खातिर
छोरो भई वसुदेव देवकीजीको जन्मे यहाँ ईश्वर। जो श्री बलरामले सहित भई लीला गरे अद्भुत, सुन्नाले हरिका चरित्र सबती उब्जन्छ भक्ति स्वत। आफै पुक्त छ ग्रन्थि त्यो हृदयको, तुड्छन् सबै संशय, नासिन्छन् सब कर्म हुन्छ अति त्यो आफू स्वयं निर्भय। संसारी सुख पुत्र मानधनको आशा गरी लोकमा, जो भन्छन् अरू देवतालाई अपचिति पर्छु ठुलो शोकमा। जो भन्छन् अरू देवलाई पचिति पर्छन् ठुलो शोकमा। जो भन्छन् हरिलाई तन्मय भई निष्कामना भक्तिले, पहुँचन्छन् भव सिन्धु पारी जनती त्यही भक्तिका शक्तिले। तीर्थ व्रत योग यज्ञ तपवा ज्ञान क्रिया छन् जति, साराको बुझ वासुदेव भगवान जो भक्ति नै हो गति। एउटै व्यापक नित्य अव्यय स्वयं चैतन्य साक्षी पनि, आत्मा ईश्वर भाष्छ प्राणीहरूमा नाना स्वरूपी बनी। आफै वेद मनुष्य आदि जुनीमा अवतार नाना थरी, लीला पालन नाश गर्छ भगवान सिर्जेर नाना थरी। वर्तछन् जसका रहेर वशमा इन्द्रादि देवता सब, जान्दैनन् मनले मुनि पनि जसको ठुलो वैभव। पहिले पौरुष रूप अद्भुत महत तत्त्वादिले नै भयो, हजारौं सुख तपाउ शिरको श्री शेष साई छयो। यही नाना अवतार विश्व सबको हो बीजवा कारण, उब्ज्यो पद्म र नाभिबाट तिनको ब्रह्मा भए सिर्जना। ब्रह्माबाट कुमार नारद भए ठुला तपस्वी मुनि, ल्याए भूमि बरा रूप हरिले त्यही दैत्यलाई दैत्य मारा बनी। बद्रीमा तप गर्दछन् नर तथा ती दिव्य नारायण, पाँचौं हो अवतार श्री कपिलजी जो साङ्ख्य करता छन्। दत्तात्रेय बनेर अत्रिसुत भई अवतार धारे अनि, सातौटा रुचिका भए सुत स्वयं श्री यज्ञनामा बनी। आठौं हो अवतार श्री ऋषभजी हुन् नाभिका पुत्र ती, राजा श्री पृथुदेव हुन् बुझत नभौ अवतार पृथ्वीपति। माछो भई मनुको गरे जलधिमा रक्षा दशौंमा अनि, धारी मन्दर धाड माथि कछुवा अवतार फै बनी। 12औं अमृतको घडाली भए अवतार धन्वन्तरी, बाँडे अमृत मोहिनी भई सभामा जाल ठुलो गरी। 14औंमा नरसिंह भई कशिपुको च्यातेर छाती चिरे, 15औं वामन भई छलेर बलिको सर्वस्व सारा हरे। 16औंमा अनि परशुराम प्रभुले क्षत्रि विनाशे सब, 17औं व्यास भएर वेदहरूका शाखा बनाए तब। 18औं अवतार राम प्रभुले मारे ठुलो रावण, जन्मे राम र कृष्ण वृष्णे कुलमा भूभार हरनाकन। होला लौ अवतार बुद्ध कलिमा हिंसा नगर्नु भनी, मारलान् दुर्जनलाई अन्त्य कलिमा अवतार कल्की बनी। छन् अवतार असंख्य खास हरिमका यस्तै अनेकन अरू,
तेजस्वी ऋषि देव भूप उनकै हुन् अंश देवताहरू हुन् ती अंश कला सबै अरूहरू हुन् कृष्ण साक्षात् हरि जसले गर्दछ भक्ति कृष्ण प्रभुको सङ्कष्ट जान्छन् तरी यही हो दिव्य विराट स्वरूप भगवान् अव्यक्त चैतन्यको मायाका गुणबाट नै सब मत तत्त्वादिले भाष्छ जो मेघै झैँ नभमा धुलो पवनमा झैँ भाष्छ ज्ञानले नित्यै घुम्दछ जीव दुःख सुखमा यही रूपका भ्रान्तिले जहिले जान्दछ आफूलाई सत सत देखिन् पृथक ज्ञानले आत्मा निर्मल हुन्छ ब्रह्ममय त्यो हर्षन्छ आनन्दले गर्छन् अद्भुतका चरित्र भगवान् जन्मे अजन्मा पनि गर्छन् कीर्तन सुन्दछन् शुभ कथा ठुला महात्मा मुनि यो सृष्टि स्थिति नाश गर्छ भगवान् आफू अलग्गै रही सारा भोग्य छ भोग त्यो हृदयमा चैतन्य साक्षी भई अज्ञानी जनले अपार महिमा जान्दैन चिन्ता गरी नाना रूप र नाम काम प्रभुका छन् ती नटैका सरी जसले भन्दछ प्रेमले हर घडी पारेर चित्त स्थिर त्यसले जान्दछ ती अनन्त महिमा त्यस्तै चाहिँ त्यो ईश्वर ती हुन् उत्तम धन्य धन्य हरिको जो भक्ति गर्छन् यहाँ तोड्छन् बन्धन कर्मको र जगमा ती फेरि घुम्छन् कहाँ भागवतको महिमा जो हो उत्तम दिव्य भागवत यो मानिन्छ ब्रह्मैश्वरी अर्थ्याए अघि व्यासले सकलको कल्याण चिन्ता गरी योगी श्री सुखदेवले सब पढे श्री व्यासबाटै अनि झट्टै मुक्त भए यही सब सुनि राजा परीक्षित पनि गङ्गाको तटमा गएर सुकले राजा परीक्षित कन मैले दिव्य कथा उही सब सुने आनन्द पारी मना यो हो दिव्य पुराण सूर्य कलिमा अज्ञान नाच्ने सब श्रद्धा गर्नु र तपाईहरुमा विस्तार गर्छु अब कन्या सत्यवती सधैँ अघि ठुला योगी महात्मा मुनि जन्मे द्वापरमा पराशरजीका श्री व्यास छोरा गुणी होलान मानिस मन्द बुद्धि कलिमा अल्पायु भन्ने गुणी बाटे वेद र चार भाग उसका शाखा बनाए पनि श्री शूद्रादिलाक श्री शूद्रादिकलाई बुझ्न सजिलो त्यही वेदको नै मत धर्मा धर्म यथार्थ निर्णय गरी लेखे महाभारत सोथे तै पनि चित्त शान्त नभई के गर्नु परला भनी आए नारदजी कुनै दिन यहाँ उहाँ देवर्षि ठुला मुनि सोधे नारदलाई पूजन गरी श्री व्यासजीले अनि मेरो चित्त सुखी हुँदैन किन हो के यत्न गर्दा पनि मैले धेरै रचे पुराण जसमा धर्मार्थको कामको मोक्षको पनि तत्त्व निर्णय गरे स्वर्गादिका धामको पाँचौं वेद समान भारत ठुलो मैले बनाएँ तर मेरो चित्त रहन्छ चञ्चल सधैँ बन्दैन राम्रो स्थिर केले हो किन हो अचम्म छु भनी यो प्रश्न सोधे जब आज्ञा बोहित भात नारदजीले को केही विचारी तब
जस्तो गर्नुभयो अनेकहरू ती धर्मादिको वर्णन त्यस्तो गर्नु भएन मुख्य भगवानको भक्तिको कीर्तन नाना चित्र विचित्र काव्य रचना जस्तो सुकै नै गरोस् जसमा छैन गुणानुवाद हरिको भर्सेलीमा त्यो परोस् त्यही हो उत्तम शास्त्र काव्य जनको कल्याण गर्ने अति जसमा वर्णन होस् चरित्र हरिका आनन्द पारने मति गर्छन् कीर्तन साधु सन्त हरिको सुन्छन् कथा निर्मल हुन्छन् ती सब ज्ञान ध्यान हरिको सद्भक्तिले उज्जवल तस्मात् दिव्य समाधिले हृदयमा जानी बुझी ती सब राम्रो वर्णन गर्नुहोस् शुभ कथा श्री विष्णुका नै अब सुन्नाले हरिका चरित्र सबको कल्याण होला अति छुट्ला ताप तपाईको पनि छिटै नै शान्त होला मति दासी पुत्र थिए म जान्दछु सबै मेरो अघिल्लो जुनी गर्दा कीर्तन विष्णुको अब भए देवर्षि बन्ने मुनि आमा ब्राह्मण श्रेष्ठ कि अघि थिइन् दासी म सानै छँदा आए बस्न उहाँ ठुला मुनिहरू वर्षादले रोकिँदा आज्ञा मालिकको हुँदा प्रणयले सेवामा गर्थे अति सुन्थे श्रीहरिका चरित्र र सधैँ आनन्द हुन्थ्यो मति खान्थे नित्य जुठो र पाउ तिनको दाप्थे गरी चाकरी बढ्दै गो मनभित्र भक्ति हरिको सत्सङ्गले त्यो घरी आटे जान सबै मुनीश्वर चतुर मासा बिते थियो जब पूजा कीर्तन ध्यान ज्ञान हरिको राम्रो बताए तब सेवाले बहुतै प्रसन्न तिनले कल्याण होला भनी आशीर्वाद दिए मलाई र गए ती दिव्यदर्शी मुनि आमाकै दिनमा मरिन्द्र महिले वैराग्यवाला बनी भक्ति श्री हरिकै गरी जुनीभरि त्यो देह त्यागे पनि दोस्रो कल्प फिर्यो र फेरि हरिको सद्भक्तिले नैया ब्रह्माको सुत भई म घुम्छु अहिले सम्पूर्ण लोकैमा त्यस्तो दिव्य छ लौ प्रभाव भगवान श्री विष्णुको भक्तिको दासी पुत्र थिए म नारद भए सम्मान्य भई लोकको नित्यै कीर्तन ध्यान भक्ति हरिको जो प्रेमले गर्दछन् सुन्छन् दिव्य चरित्र जो प्रणयले संसार ती तरदछन् व्याख्या केवल गर्नुहोस् र भगवानका दिव्य राम्रा कथा होला चित्त प्रसन्न भागवतले भाग्ला सबै दुर्व्यथा यस्ता बात भनेर नारद गए जान्छु म अहिले भनी जाने तत्त्व समाधिमा स्थित भए श्री व्यासजीले पनि भक्ति ज्ञान विरागले सहितको कल्याण गर्ने अति लेखे उत्तम दिव्य भागवत यो चाँडै सपार्ने मति छोरा श्री सुखदेवलाई उनले पहिले पढाए अनि सुन्दा यही सुखबाट आखिर तरे राजा परीक्षित पनि गर्छु वर्णन जन्म कर्म अवती राजा परीक्षितजीको बाँचे जो अघि अस्त्रबाट करुणा पाएर श्री कृष्णको परदा ब्राह्मणको शराप पछि ती वैराग्यवाला भई त्यागे देह सुनेर भागवत यो गंगा तटैमा रही
पहिले कौरव पाण्डवादीहरूको सङ्ग्राम ठुलो भयो, धेरै वीर मरे कथा समरको आश्चर्य लाग्दो छ यो। भाँचे जाँगर भीमले लय क्षय गरे दुर्योधनको जब, द्रोणीले तब राति द्रौपदीजीका छोरा निभाए सब। रोइन् खुप गरिन् विलाप बहुतै त्रिद्रौपदीले, अनि जागे अर्जुन वीर मृत छु अहिले यो शोक तिम्रो भनी। तत्कालै रथमा चढेर रिसले पक्रेर मार्छु भनी, खेदेथे जब द्रोण पुत्र डरले भागे निरौदा निरौदा बनी। पक्रे अर्जुनले पिटे शिविरमा बाँधेर ल्याए, अनि उफ्रे कुर्द भएर भीम यसको छालामा तर्छु भनी। उनी ब्राह्मण खास पुत्र गुरुका पापी भए तापनि, भइगो छोडिदिनुहोस् भनिन् सदस्य भई श्री द्रौपदीले नमी। भित्री आशय कृष्णको जब बुझे तरबार खैची, अनि क्रोधी अर्जुनले मुढी मणिदी छोडे बचिस जा भनी। मर्नेको गरिदा अञ्जली दी सन्ताप मान्दै अति, आए ती सब हस्तिनापुरमा विक्षिप्त पारी मती। व्यर्थै युद्ध गरे मरे समरमा आफ्ना सबै बान्धव, त्यागे राज्य भनी युधिष्ठिर भए अत्यन्त दुखी तब। सम्झाए भरिसक्य बात बढिया श्रीकृष्णजीले कति, झन झन शान्त भएन चित्त उनको सन्ताप माने अति। बुढा भीष्म छँदै थिए र सरको शय्यामा त्यो घरी, दुखी पाण्डव वीरलाई सँगली पहुँचे उहाँ श्रीहरि। धेरै प्रश्न गरे युधिष्ठिरजीले शङ्का अनेकौं गरी, राम्रो उत्तर भीष्मले पनि दिए सन्देह सारा हरि। हे दामोदर वासुदेव भगवान् आत्मा स्वरूपी प्रभु, पाए दर्शन अन्त्यका समयमा मेरो अभाग्य हो। भन्दै श्रीपति कृष्णको स्तुति गरी ती भीष्मजीले, अनि रोके प्राण र उत्तरायण हुँदा त्यो देह त्यागे पनि। दाह आदि क्रिया गरेर सबती फर्केर दिल्ली गए, गादीमा अनि ती युधिष्ठिर बसी साम्राज्य गर्दा भए। कुन्तीले पनि स्नेहले स्तुति गरिन् श्रीकृष्णजीको, अनि हाम्रा शत्रु मरे तरे सब विपद तिम्रै कृपाले पनि भनी। त्यही बेला अति क्रुद्ध कुर्रमतिका त्रिद्रोणका पुत्रले, वंशै पाण्डवको त नास्थछु भनी छोडेर ब्रह्मास्त्रले, आट्यो गर्भ विनाश गर्न ससाते उत्तराको जब, त्राही त्राही बनी परिन् शरणमा श्रीकृष्णजीका तब। रक्षा कृष्णजीले गरे जगतले जतनले त्यो गर्भ बाँच्यो, अनि जन्म्यो बालक दिव्य पाउ उसको राखे परीक्षित भनी। हर्षे पाण्डव नाति तन्तुकुलको पैदा हुँदा त्यो घरी, डाकी ब्राह्मण जात कर्म विधिले गर्दा भए राम्ररी। भूको भार हलुङ गरेर भगवान श्रीकृष्ण आफू पनि, जान्छु लौमा भनी बिदा भइ गए द्वारावतीमा अनि।
राम्रो राज्य गरे युधिष्ठिरजीले रक्षा प्रजाको गरी रैती विघ्न खुसी थिए बखतमा पर्थ्यो मजाको झरी थर्काएर कुबेरलाई तिनले ऐश्वर्य जम्मा गरी तीनवटा हयमेध यज्ञ विधिले गर्दा भए राम्ररी भोगे 36 वर्ष राज्य सभाको सङ्कष्ट सारा हरि थाले देखिन लोकमा अति ठुला उत्पात नाना थरी धेरै तीर्थ घुमेर ती विदुरजी आएर भेटे अनि राखे आदरले युधिष्ठिरजीले हर्षेर काका भनी सम्झाए धृतराष्ट्रलाई उनले केही रोज साथै रही के बस्छौ यसरी अनादर भई सन्ताप यस्तो सही जसलाई कपट्याईले विषय दियो आगो लगायो अनि सारा राज्य हरेर उर्मत लियो ती द्रौपदीको पनि खान्छौ लौ अब लुम्रिएर तिनको दाना अधर्मी बनी तडपन्छौ पनि भीमको हर घडी गाली नराम्रो सुनी आशाले अझ बस्दछौ कति यहाँ जाओस् बनैमा बनी आशाले झन बस्दछौ कति यहाँ जाउँ बनैमा भनी गान्धारी धृतराष्ट्रलाई वनमा ल्याएर राखे अनि केही काल हिमालमा तप गरी स्वर्गे भए ती सब थाहा पाएपछि त्यो युधिष्ठिरजीले सन्ताप माने तब जन्मेथे यमराज नै विदुर भए माण्डव्यको श्रापले पुरा वर्ष रहेर तन त्यो त्यागे बिना तापले कुन्तीले पनि कृष्णलाई मनमा सम्झेर लागिन् तन झन्झन दिक्क भयो युधिष्ठिरजीको वैराग्यवाला मन के हाल छ बन्धुको सब बुझौँ भन्ने मनैमा गुनी भेजे अर्जुनलाई धर्मसुतले जो द्वारकामा भनी आज्ञाले तब वीर अर्जुन छिटै नै द्वारकामा गए गर्दै तर्क यथा युधिष्ठिर ठुलो सन्ताप मानि रहे आए अर्जुन 7 मास पछि ती साह्रै निदौरा बनी अर्थ्याए सब हाल बन्धुहरूको यस्तो भयो लौ भनी सारा यादव रामकृष्ण सहितै छैनन् बिते ती सब भन्ने बात सुनेर विह्वल भई तडपे सबै पाण्डव नातिलाई दिएर राज्य अनि ती उत्तम जस्ता बनी पक्री उत्तरको महापथ गए जौ स्वर्ग सोझै भनी राजा भई अनि ती परिचितजीले रक्षा प्रजाको गरे आदि व्याधि कतै थिएन जगमा बाधा सबैको हरे विद्वान धार्मिक कृष्ण भक्त बलिका राजा परिचित थिए भेटाई कलिलाई दिग्विजयमा ठोकेर सातो लिए माग्यो ठाउँ र बस्नलाई नृपले ठाउँ खटाए अनि हिंसा मध्य जुवा शोभन झगडा लौ बसैनैमा बनी नासेनन् कलिलाई दोष यसका धेरै भए तापनि साराको उपकारीले गुण ठुलो एउटा छ यसमा भनी नामै कीर्तनले तरिन्छ कलिमा हुन्छन् खुसी श्रीहरि राखेको यसलाई हो नृपतिले यही हेतुले नै गरी
बाजे पाण्डवको कथा र यिनको सद्भक्ति श्रीकृष्णमा सुन्थे सात सतातल जना ततै जताततै मुलुकमा आनन्द भई चित्तमा सम्बाट भई शुभ धर्म कर्म र ठुला यज्ञादि गर्दै रहे श्री जन्मे जय आदि चार उनका छोरा प्रतापी भए कोही रोज शिकार खेल्न वनमा राजा बिहानै गए सेनाबाट छुटेर घोर वनमा भड्केर दुखी भए पहुँचे आश्रममा समीक ऋषिका मध्याह्नमाथि अनि मागे बेसित प्यासिएर निर्पले पानीमा पाऊँ भनी रोकी चित्त समाधिमा स्थिर थिए के सुन्दथे ती मुनि राजा क्रुद्ध भए अनादर गर्यो टेरेन भन्ने गुनी शोभिन्थ्यो शिरमा किरीट सुनको त्यसमा थियो त्यो कली बुद्धि भ्रष्ट गर्यो तुरुन्त उसले पाएर मौका छली कालो साप उही थियो नजिकमा देखे मरेको जब टुप्पोले धनुको उठाई मुनिको हाले गलामा तब फर्के खिन्न हुँदै पुगे मलमा त्यो ताजा राखे अनि तसमा पश्चाताप गरे किन अरे दुष्कर्म त्यस्तो भनी कोशीका तटमा कुमार मुनिका खेल्थे सुने त्यो अनि कालो साप पिताजीलाई निर्पले हाल्यो कसैले भनी तत्कालै तब हातमा जलली यस्तो सरापे पनि टोको तक्षकले र 7 दिनमा राजा मरस्थ्यो भनी केही बेर पछि समाधि मुनिको राम्रै खोले थियो जब यस्तो श्राप दिए भनेर तिनले वार्ता बताए तब छोराको ननीको कुरा सब सुनि सन्तापिए ती मुनि राजालाई छिटै दिए खबर त्यो आत्मा सुधारुन् भनी त्यस्तो श्राप पर्यो भनेर निर्पले वार्ता सुनेथे जब त्यागी सङ्ग भई विरक्त बहुतै निस्के तुरुन्तै तब छोडी अन्न जलादि आसन कसे गङ्गा किनारामा हल्ला भो मुलुकै भरि मुनिहरू सम्पूर्ण आए वहाँ विश्वामित्र वशिष्ठ अत्रि भृगुजी श्री अंगिरा भार्गव भारद्वाज र व्यास नारदहरू जम्मा भए ती सब त्यही बेला सुखदेवजी पनि उही टुप्लुक्क आए मुनि पूजा ती सबको गरे निरपतिले हो भाग्य मेरो भनी जोरी अञ्जली प्रार्थना पनि गरे एकाग्र पारी मती मर्नेको कुन कृत्य हो र कसरी सप्रन्छ मेरो गति के सम्झु म सुनु गरु अब म के यी प्रश्न सोधे जब सम्झाई सुखदेवले हित कुरो आज्ञा गरे यो सब के सम्झु म सुनु गरु अब म के यी प्रश्न सोधे जब सम्झाई सुखदेवले हित कुरो आज्ञा गरे यो सब। श्रीमते रामानुजाय नमः।